आजको यो भिडियो यस्तो इम्पोर्टेन्ट छ, जो म्यारिड हुनुहुन्छ र जसको नानी छ नि उहाँहरूले यो भिडियो एन्डसम्म हेर्नुहोस् होला है। अब म बिहान बिहान उठेर अब पूजा गर्नु पनि भ्याउँदिनँ, यस्तो अब बिजी लाइफ छ हाम्रो है। र यो भिडियोलाई कन्टिन्यू हेर्नुहोस् है, तपाईँको मन छुनेछ यो भिडियोले। जो नानीको आमा हुनुहुन्छ र जो जब गर्नुहुन्छ, आमा दुईजनै बाउ पनि है। एकछिन पर्खन नानी, म काम गर्दैछु ल। एकछिन पर्ख न भनेको नानी, एकछिन पर्खिन सक्छ, म काम गर्दैछु यार, नगर सुन्दैन त। जाऊ 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 माथि गएर एकछिन बस, म आइहाल्छु ल। अलिकति मात्रै मेरो काम छ, म सकेर आइहाल्छु ल। मम्मी हेर्नु न, मलाई कस्तो दुःखले बनाएको, हेर्नु न। ल ल ल, म आउँदैछु एकछिन पर्ख ल, 5 मिनट ल, एकछिन ल। यत्रो किन्दैको छु त अन्त भएन। हामीले के बनाएको थियो नानी? काम गरेन कसरी हुन्छ बाबु? सो देख्नुभयो होला है, हाम्रो नानीको चाहिँ स्टोरी यस्तै छ है। हाम्रो नानी दिनभरि एक्लै हुन्छ, अरूको पनि नानी यसरी नै दिनभरि एक्लै हुन्छ होला सायद है। अब पहिलाको नानी यस्तो बाहिर खेल्ने नानीहरू छैन है, र यसरी नै नानीहरू एक्लै हामीले दिनभरि जे पनि यति बिना हामीले प्रशस्त राखिदिएको छु सबै सामानहरू किनेर, तर चाहिँ आमा बाउको माया बिना चाहिँ त्यो सामानहरू चाहिँ अधुरो हुँदो रहेछ क्या। मैले चाहिँ यति रियलाइज गरेँ, नानीलाई यत्रो हामी किनेर दिन्छु तर पनि त्यो नानीलाई चाहिँ त्यो पुरा हुँदो रहेछ क्या। एउटा आमा बाउको माया भनेको चाहिँ आमा बाउको माया नै हुँदो रहेछ, हामीले टाइमै दिनु सक्दैन हाम्रो नानीलाई। अहिले यस्तो व्यस्त भइसकेको छ मान्छेहरूको लाइफ है, यो हाम्रो मात्रै लाइफस्टाइल होइन, अरू पनि मान्छेहरूको यस्तो लाइफस्टाइलहरू छ है, जो कि आफ्नो नानीहरूलाई कतिजनाले अब काम गर्नेहरूलाई राखेर अब ड्युटीहरू जानुहुन्छ है। त्यस्तो कति मान्छेहरू हुनुहुन्छ है, जो कि आफ्नो नानी दिनभरि उनीहरूले आमा बाउको एटेन्सन खोज्छ, तर आमा बाउको यिनीहरूले एटेन्सन पाउनु सक्दैन। जस्तो हाम्रो नानी, हामी दिनभरि नानीकै छेउमा हुन्छु, यताउता गरिरहेको हुन्छु, तर पनि हामीले एटेन्सन दिनु सक्दैन। एउटा पर्सनल एटेन्सन चाहिँ त्यो खोज्दो रहेछ नानीहरूले है। र यस्तो गल्ती चाहिँ अब हामी पनि दोहोऱ्याउँदिनँ, यो चाहिँ रियलाइज भयो हामीलाई पनि लाइफमा है। खालि काम काम काम, हामी पनि काम काम गरिरहन्छु, तर यो चाहिँ बाल्यपन चाहिँ नानीको घरिघरि यो चाइल्डहुड चाहिँ फर्केर आउँदैन क्या। त यो समयलाई चाहिँ हामीले चाहिँ इन्जोय गर्नु पर्दैछ विथ नानी है। र हामीले चाहिँ त्यो चाहिँ ठुलो गल्ती गर्दै रहेछु भनेर चाहिँ हामीलाई रियलाइज भयो है। र अबदेखि चाहिँ हामी पनि आफ्नो नानीलाई जसरी भए पनि है, जस्तै काम भए पनि म आफ्नो नानीलाई चाहिँ टाइम दिन्छु भनेर चाहिँ हामीले ठानेको छु है। तपाईँहरूले पनि अब नानीहरूलाई टाइम दिनुहोस् है, किनभने नानी भन्दा ठुलो काम हुँदैन होइन। अब काम त सधैँभरि मान्छेहरूले आफ्नो लाइफमा गरिरहन्छ मान्छेहरूले है, तर अब नानीहरूको अहिलेको नानीहरूको तपाईँहरूले हेर्नुहुन्छ, उनीहरू आमा बाउ भनेको उनीहरूले टाइमै पाउँदैन क्या। मतलब अब आमा बाउसँग खेल्ने बस्ने दुईवटा कुरा गर्ने केही टाइम पाउँदैन। अब हामीले आज पनि हेर्नुहोस् यत्रो उहाँको लागि खेलौनाहरू किनेर लिएर योहरू किनेर होइन
कार्डबोर्डहरू किनेर लिएर दिएर बाबु खेल भने तर उहाँले के ड्रइङहरू गर्नुहुन्छ काका हेर्नुहोस् न अब म भन्छु टाइम छैन बेटा काम गर्दैछु होइन आफ्नो मम्मालाई देखाउनुहुन्छ उहाँको मम्माले पनि भन्छ बेटा एकछिन बाबु काम गर्दैछु उहाँहरूको मनमा पनि नानीको मनमा पनि कस्तो चाहिँ हुन्छ होला बिचरालाई होइन आमा बाबाले मेरो कुरा सुन्दैन रहेछ म एक्लै उनीहरूको पनि एउटा माइन्डमा नराम्रो एउटा उयो सेट हुन्छ क्या त्यसले गर्दाखेरि चाहिँ तपाईँहरूले पनि आफ्नो नानीहरूलाई चाहिँ टाइम दिनुहोस् है किनभने अहिले नै हो समय बाल्यकालमै नानीहरूलाई राम्रो कुरा सिकाउने राम्रो कुरा हामीले भन्ने है र हामीले जे राम्ररी उनीहरूलाई सिकाउँछौँ जे राम्रो ज्ञान दिन्छौँ उनीहरूले त्यही आफ्नो माइन्डमा उनीहरूको सेट हुन्छ है त्यसैले गर्दाखेरि सबैजनाले नानीलाई चाहिँ माया गरिदिनुहोस् है किनभने अब हामीले पनि अब रियलाइज गरेँ है किनभने अब नानीलाई जे जसो भए पनि जति काम भयो भने नानीलाई 1-2 घन्टा भए पनि 1-2 घन्टा भयो आफूले टाइम दिनै पर्दो रहेछ किनभने यो चाहिँ एकदमै इम्पोर्टेन्ट रहेछ है अब पहिला जस्तो छैन मान्छेहरू अल्लो घर पल्लो घर नानीहरू कुदेर जाओस् खेलोस् है उनीहरूले आफ्नो दिन कटाओस् है त्यस्तो अहिले छैन किनभने डर पनि छ नानीहरूलाई एक्लै छोड्नु हो अब के गर्नु यसले गर्दाखेरि मान्छेहरूले नानीहरूलाई पनि घरमै राख्नुपर्छ है एउटा मजबुरी पनि मान्छेको होइन र त्यही हो अब सबै आमा बाउलाई त्यही भन्न चाहन्छु नानीलाई टाइम सबैले दिनुहोस् माया गर्नुहोस् है फ्री भएको बेला नानीसँग यसो बसेर दुईवटा कुरा नानीलाई राम्रो सिकाउनुहोस् तपाईँहरूले पनि है यति नै भन्न चाहन्छु यो भिडियोमा हामी